आँखा खोल बालेन सरकार बोल न केही बोल, तिम्रो पनि काखमा छोरी हुर्किँदैछन् होला। तिम्रै छोरी सम्मान कि थिइन् गरिमा चौधरी, अपराधीले मारिदियो बलात्कार गरी। रेप गरेर गरिमालाई दिनु पीडा दियो, जिब्रो काटी दुवै आँखा निकाल्दिएको थियो। जसो गरी मारेको थियो नानीलाई टडपार, त्यसै गरी मार्नुपर्छ फाँसीमा चढाएर। बालेन्साको यसमा ध्यान जाओस्, हत्याराले छुटकारा नपाओस्। हत्यारालाई नाबालक छ भनी छोड्न थाले, मुर्दाबादको नारा लाउँदै हिँड्छन् जनताले। गृहमन्त्री, प्रधानमन्त्री, कानुन मन्त्री सुन, अब तत्काल गर्नुपर्छ कानुन संशोधन। आजसम्म कयौं चेली बलात्कृत बने, कुर्सी छोड हत्यारालाई फाँसी दिन्नौ भने। जबसम्म हत्यारालाई कडा सजाय हुन्न, तबसम्म हाम्रो देशमा यस्तो केस रोकिन्न। बरु चाहिन्न विकास निकास चिल्ला सडक पेटी, सुरक्षित भई बाँच्न पाउन् हाम्रा चेली भेटी। सरकारको यो विषयमा तत्काल ध्यान जाओस्, बारम्बार यस्तो घटना सुन्न मान आओस्। बलात्कार गरी गरी धेरैको ज्यान खाए, आजसम्म पीडितले पाएको छैन न्याय। दोषीलाई समाउनलाई एउटा फाइल खोलिन्छ, न्याय दिन्छौ भनी झुटो आश्वासन दिन्छ। समय बित्दै जाँदाखेरि सब कुरा भुलिन्छ, लाससँगै न्याय पाउने आश पनि पोलिन्छ।